हेर त यो फोटो चिन्छौ? किन नचिन्नु? कसको भन त? हजुरकै हो नि। मलाई त चिन्छु जस्तो लागेकै थिएन। किन नचिन्नु र? हजुरलाई चिन्दिन त? गफ भइरहेको के हो? बाउ दुईजना दिउँ। किन चाहिँ हेर छैन मसँग। कलेज तिर्नु छ क्या? अस्ति भर्खर तिरेको होइन? सरले भन्नुभएको क्या पर्सिबाट इक्जाम छ। देऊ न 2000 रुपियाँ। सुन्नुहोस् त, छोरोलाई पैसा यसरी नदिनुहोस्, छोरो बिग्रेला नि फेरि। हे नगर, मेरो छोरा त्यस्तो छैन क्या। कलेजले पैसा माग्यो होला नि त। होइन, जे जस्तो भए पनि छोरो हो, जे पनि हुनसक्छ नि। बरु एकचोटि हजुर आफै कलेज जानुहोस्, पैसा बुझाइदिनुहोस्, अनि छोराको पढाइ पनि के कस्तो छ बुझेर आउनुहोस् न। भएको नि त छोराको माथि विश्वास नभए म कलेज कहीँ जान्न। Oh no! ले जा। कस्तो तातो रिस? अनि खै तर कलेज ड्रेस? पर्सिबाट इक्जाम छ क्या? पर्दैन ड्रेस लाउन। ल गएको म। के हो? बुझ्नै सकिन। के छ हो केटाहरू? ओ सर ठिकै छ यार। के छ भाइ? ए ठोक न ठोक या ठोकिहाल पहिला पफे। पब्जी हो? के हो यस्तो? पब्जी। अनि के हो अरुण कलेजमा तेरो खतरा हल्ला चलिरहेछ त? होइन के को हल्ला भन्छ यसले फेरि? अन्त तल त डिएले डल्ले थर्काएर नि त यो बाल काटिनुहोस् भनेर। अस्ति एक दिन कलेज त गएको थिएँ कि त्यो डिआईले ल्याङ गरिरहेको थियो पुरै। तर थर्काइदिएँ मैले त। त कलेज आइदिस् त। आइदिएको नि सर। के हो यो कपालको स्टाइल? के गरी काटेको यस्तो? सरी सर, भोलि काट्छु। भोलि त सायद छैन होला नि त, कलेज पनि नआउने होला। सरी सर, आउँछ क्या भोलि चाहिँ। आइनस् भने पक। आउँछ क्या आउँछ। ओए के भयो? किन टोलाको? म यहीँ छु त। अनि घुम्न जाने प्लान बनाएको होइन त? अनि खै त बसेर मात्रै हुन्छ? त्यही सम्झेर बसिरहेको थिएँ। त्यही त भने। मैले त बल्ल तल्ल बस्नु 2000 रुपियाँ खुदकार लिएर आएको यार। दिनै मान्दा थिएनन्। कहाँ मेरो बाउ त पोखरा गएको छन्। मम्मीसँग पैसा मागेको जम्मा 500 रुपियाँ दिएर पठाएँ। र्याक भयो यार। तिमी किन टेन्सन लिन्छौ बेबी? मैले बाउलाई फकाएर 2000 रुपियाँ मागेको छु। 1000 रुपियाँ तिम्रो, 1000 रुपियाँ मेरो। ओ थ्याङ्क यू। वेलकम बेबी। अनि केटाहरूसँग कति छ? मसँग त डल्ले 800 मात्रै छ यार। मसँग त 1000 मात्रै छ यार। बल्ल तल बाउसँग मागेर ल्याएको यार। पुग्छ मजाले। यति भयो त इनफ हो नि। हो र? कहाँ घुम्न जाने त गाइज अब? कता जाने होला यार? बागलुङ गइदिउँ न त। बाग्लुङ जाने र के छ त्यहाँ? त्यहाँ हो छ नि, खोला छ, बेबी। झरना छ। त्यहाँ हेर न, दीपक होइन हाम्रो क्लासको। कहाँ त्यो त पढन्ते हो नि। ओए पढन्ते, ओ यता आइज। यहीँ छ। यहाँ आइज न। तँलाई भनेको क्या, यहीँ छ न। आइज नि के हेरेर बसिर आइज। बागलुङ जाने हो क्या? आइज आइज। आयो ब्याग हेर्न पुरै नयाँ किन। भरिया छ त के प्लेस छ? के भन न। बस न दिपक, एकछिन गफ गरौँ न। मलाई ढिलो हुन्छ के? बस न। बस्न बस। बस्न घुम्न जाने हो क्या? आऊ न बस एकछिन। हे लजाको। ब्याग हेर्न, ब्याग कत्रो छ। कहाँ जान थालिस्? ट्युसन जान ल। मलाई हेर यहाँ पढेको जस्तो देख्छु। नपढे नि पुगिरहेछ, मलाई खाना लाउनु सब पुगिरहेछ। आज हामी बाग्लुङ जाँदैछौँ हेर होइन? त पनि जाउँ। नाइ मलाई त घरमा मार्छन्, म ढिलो हुन्छ, म जान्छु है ट्युसन बस न एकछिन। बस न, बस। कस्तो चाहिँ बहिनी बस। ट्युसन खाली। ए ब्याग सक्छ क्या? मान्दैन। म त जान्छु, ढिलो हुन्छ। ए बस न बस न। भने कस्तो पढ्छ। बस न बस, टेन्सन नलिन। घरमा गएर टुप्पी कसेर पढ्न होइन। एक दिन ट्युसन गएन भने कति धेरै घाटा लाग्छ तिमीहरूले के थाहा पढाइको महत्त्व। अब कलेजमा सरको भाषण सुन्नुपर्छ भनेर हामी डेली कलेज बङ्क गरिरहेछौँ होइन? अब आज यसको नि भाषण सुन्नुपर्ने। जा भाइ जा, तर हामीलाई भाषण सुन्नु छैन। राम्रो कुरा त कहाँ पस्छु, गएँ म। जा। पढन्थे। ओ अरुण, यसले त हामी घुम्न जान लागेको कुरा भोलि गएर सरलाई भनिदियो भने त। ए साँच्ची है त? ओए पढन्ते,
यहाँ आइज त एकचोटि यहाँ आइज के भयो भन न। सुन हामी घुम्न जान लागेको कुरा तैँले यदि सरलाई भनिस् भने राम्रो हुनेवाला छैन बुझिस्। भन्दैन म जान्छु। ओए सुन्न यसलाई देखेर पनि कोही डराउने मान्छे रहेछ नि है। अब दाइलाई देखेर मान्छे डराइहाल्छ नि। थोरै 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 खान्छन् ना ल जाउँ हामी पनि जाउँ। मेरो ब्याग आमा हजुर कहाँ हुनुहुन्छ कि खै मेरो टाई कहाँ गयो अघिदेखि खोजेछ यही छ भोलि पढेर कस्तो छिटो ल्याइदिनु न चाँडो उठ्दैन ल पखै म टिका बनाएर आउँछु टिका त किन नि फेरि एक्जाममा जान लास लाउनु पर्दैन टिका पर्दैन टिका सिका म यतिकै जान्छु मैले रातभरि पढाएको छु त यसरी पास गराउनु पर्छ नि छोरो ल आशीर्वाद दिनु मलाई गएन ल गयो बाई बाई मम्मी दिपक किन ढिलो आएको सरी सर आज ढिला भयो अबदेखि ढिला आउनु सर। ल छिटो ढिलो भइसक्यो इक्जाम सुरु भइसक्यो छिटो हामीसँग धेरै टाइम छैन। के हो दिपक तिम्रो पारा मैले एक्जाम बिगारेको के हो सर? एक्जाम त राम्रै दिएको थिएँ मैले। ल आफ्नो रिजल्ट हेर पर्ने कहिले कलेज पनि पठाउनुहुन्न होइन तपाईँले अर्कै अरुणको कुरा गर्दै हुनुहुन्छ होला। मेरो छोरा त अरुण आचार्य हो। होइन म सही व्यक्तिको कुरा गर्दैछु म हजुरकै छोराको कुरा गर्दैछु। होइन सर यो कसरी हुनसक्छ? ऊ त सधैँ कलेज जान्छु भनेर घरबाट निस्केर गइरहेको हुन्छ अनि झन् अस्ति त मसँग एक्जाम फी दिनुपर्छ भनेर 2000 रुपियाँ पनि लिएर गएको थियो। हेर्नुहोस् हजुरको छोरा न त कलेज आएको छ न त तपाईँको कुनै परीक्षामा सामेल भएको छ। कता जाँदो रहेछ त त्यो? कलेज जान्छु भनेर सम्झै निस्किन्छ फेरि। हेर्नुहोस् यो दिपक हो अरुणकै कक्षामा पढ्छ उसले यसपालि कलेज टप गरेको छ। साँच्ची दिपक तिमी सँगै अरुण सँगै आउने होइन र? तिमीले उसलाई कतै बाटोमा देख्दैनथ्यौ? थाहा छैन सर मैले देखेको छैन नि। हेर दिपक तिमी ढाँट्दैछौ सत्य के हो भन। साँच्चै सर मलाई थाहा छैन। हेर दिपक तिमीले यसै गरी ढाँट्यौ भने तिमीलाई कलेज प्रशासनले कारवाही गर्नेछ। सायद त्यो चौतारामा होला नि। ठिक छ म एकजना सरलाई खबर गर्छु तपाईँहरू सरसँगै जान्छु है त। हेलो दिपेश सर तपाईँ अफिसमा आउनुहोस् त एकचोटि उहाँहरूसँग चौतारा जानुपर्ने भयो।
तपाईँ यति बाटो घर जानु म मात्रै जान्छ एक्लै जान्छ म एक्लै सक्छ यो पनि लगेर जानु है ए मलाई पुगेर फोन गर्ने फेरि गए है कोही आज कहाँ जाने मुभी हेर्न जानुपर्छ है साले तेरो भाउजूलाई जिस्काएर बस्छ यार बेसी नबोले हेर त्यसको बाबु जस्तो कुहाउने छोड्दे होइन यसको बाउसँग दुईजना चाहिँ को मेरो भाउ हो भा कहाँ भाग्छस् म पनि हेर्छु घर त आइ हेर देख्नु भने आजकलका तीन पातहरूको चर्तीकाला यिनीहरूलाई जति भने पनि मान्दैनन् भने के गर्नु आखिर पढ्ने विद्यार्थी यस्तो हुन्छ हेर्नुहोस् उसलाई हामीले केही भन्नु पर्दैन उसले सबै कुरामा राम्रो गर्छ खेलकुददेखि लिएर पढाइदेखि लिएर तर के गर्नु अब घरमा हेरेन भने प्यारेन्ट्सहरूले ध्यान दिएन भने छोराछोरीहरूले कहिल्यै राम्रो गर्नु सक्दैन त्यसैले हामीले घरमा हेर्न एकदमै जरुरी छ तपाईँ बुझ्नु तपाईँ पनि होइन यत्रो वर्ष भइसक्यो छोराछोरी पाल्दै हुनुहुन्छ के गर्दैछन् घरमा कस्तो गर्दैछन् स्कुलमा पढिरहेछन् कि छैनन् त्यो पनि बुझिदिनु पऱ्यो तपाईँले यस्तो गऱ्यो भने हामीलाई पनि उनीहरूतर्फ ध्यान दिने एउटा मौका मिल्छ अब तपाईँले नै ध्यान दिनु भएन भने त्यो हामीलाई पनि त्यस्तो चासो पर्दैन त्यसैले तपाईँले एकदमै ध्यान दिनुपर्ने छ सरले ठिक भन्नुभयो सर आज सरले कुराहरू भन्दा मैले गरेका गल्तीहरू महसुस भइरहेको छ आँखा खोलिदिनु भयो सर मैले उसलाई ध्यानै दिइनँ ऊ कहाँ जान्छ के गर्छ भन्ने कुरामा अबदेखि होइन आजैदेखि म उसलाई चाहिँ ध्यान दिनेछु सर उसलाई स्वतन्त्र छोड्नुको परिणाम हो यो धन्यवाद सर